अँध्यारो छ किन भनेको आकाशमा कालो बादल लागेको रहेछ। बोट बिरुवा च्यातिएर लत्रिएका रहेछन्, पसिना पानी पनि परेको रहेछ। मुटुहरू किन थर्किएका छन् भनेको बेला बेलामा बिजुली चम्किएर चट्याङ परेको रहेछ। बेला बेलामा बिजुली चम्किएर चट्याङ परेको रहेछ। आज घामको दर्शन किन पाइएन भनेको हुस्सु लागेको रहेछ। हुस्सु किन फाट्दैन भनेको आखिरी खोज र गहिराई रहेछ। पातहरू पहेलिएका छन्, शीतहरू टाँसिएका छन्। बिरुवाहरू किन मर्किएका छन् भनेको बेला बेलामा स्याठको झोक्काले डाँठ हान्दो रहेछ। बेला बेलामा स्याठको झोक्काले डाँठ हान्दो रहेछ। आज किन पुतलीहरू बत्तीमा होमिएका छन् भनेको प्रकाश नपाएर रहेछ। कयौं पुतलीका पखेटा भाँचिएको रहेछ, कयौंको ज्यान गएको छ। बेला बेलामा बत्ती किन टिपटिप गरेको भनेको तिम्रो बखेडाको हावाले रहेछ। तिम्रो बखेडाको हावाले रहेछ। आज समुद्र किन उम्लियो भनेको बादल बन्न रहेछ। आकाश पुरै ढाकिएको रहेछ, सूर्य पुरै छेकिएको। बेला बेलामा घामले पुलुक्क किन हेरेको भनेको बादल मडारिएर यताउति सरेको रहेछ। बादल मडारिएर यताउति सरेको रहेछ। आज पहाडहरू किन लुकेका छन् भनेको कुहिरोले ढाकिएको रहेछ। घरहरू हराएका रहेछन् र त खुट्टाहरू लरबराएको रहेछ। माया उडेको छ, छाया हराएको रहेछ। बेला बेला किन सुसाएको छ भनेको त रिसाएको पो रहेछ। बेला बेला किन सुसाएको छ भनेको त रिसाएको पो रहेछ। आज आकाश ढाकिएको छ र त धरती अँध्यारो भएको। पानी तातिएको छ र त घाम चिसिएको। आज आकाश ढाकिएको छ र त धरती अँध्यारो भएको। पानी तातिएको छ र त घाम चिसिएको। धन्यवाद। धेरै धेरै धन्यवाद आदरणीय प्रिय विनोद सर। वास्तवमै कति मिठो यथार्थबाट सुरुवात गर्नुभएको थियो। पहिला लेख्छु के बन्छ त्यसपछि हेर्छु। धेरै धेरै धन्यवाद, धेरै धेरै धन्यवाद। यहाँ जीवन सरले लिस्ट दिनुभएको मलाई त कार्यक्रमको लागि यो छ, यसलाई यस्ता बोला भनेर यहाँ